हेलो नमस्ते साथीहरू। आज शनिबारको दिन के प्लान छ हजुरहरूको? मेरो त आज 9 घन्टाको सिफ्ट छ, काम गर्न जानुपर्ने छ। त्यही भएर बिहानै उठेर खाना रेडी गरेर छोरा र बुढाको लागि खाना तयार गरेर आफूले ब्रेकफास्ट छोरालाई बुढालाई खुवाएर म चाहिँ यसरी काममा पुगेर यो मेरो ब्रेक टाइममा मैले सबवे कफी र फ्रेस वाटर खाएँ। यही गर्दा गरे मेरो 9 घन्टाको सिफ्ट पनि सकियो। सिफ्ट सकेपछि घर आएर नुहाएर कपडा धुनी सुकाउने गरेर फेरि अर्को लोडिङ कपडा हालेर अनि मैले गार्डनमा कपडा सुकाउँदै गर्दा छोराले केही टमाटोजहरू टिपिथिन् अनि त्यसको चटनी बनाएर हामी सबैजनाले खाना खायौँ। खाना खाइसकेपछि श्रीमानले चाहिँ गएर रेस्ट गर भन्नुभयो। रेस्ट गर्छु भन्ने सोचेको थिएँ अनि उहाँको अफिस चाहिँ एकदम 4 देखेर मलाई चाहिँ कस्तो मनमै सकसक भयो कि। अनि आई थिङ्क यति बेला रातिको 10 बज्न आँटेको थियो होला। त्यही पनि मैले सबै यो सामानहरू छोराले यता र उता फालेर वायरहरू कहाँको सामान कहाँ फालेर हैरान पारेथिन्। अनि तिनीहरूलाई आफ्नो ठाउँमा राखेँ। त्यसपछि सामानहरूलाई कुर्चीहरूलाई पनि आफ्नो ठाउँमा रिटर्न गरेँ। त्यसपछि कुना काप्चा सबै डस्ट भएको थियो कि अनि पुछपाछ भ्याउँदाखेरि 10:15 जस्तो भयो थियो होला। अनि त्यति गरिसकेपछि छोरालाई फेरि स्टिल सावर दिएको थिएँ नहाज अनि उसलाई नुहाएर उसलाई मसाज गरेर सुताइसकेपछि अनि युवीको डाडीलाई चाहिँ दिउँसैदेखि एकदम टाउको दुखेको अरे, एकदम आँखामा पनि डार्क सर्कल एकदम क्वाइट भएर बसिरहनु भएको थियो। के भयो भने आई थिङ्क मैले चाहिँ बच्चा हेरेर टायर्ड भएर होला भन्ठाने थिएँ, तर उहाँलाई चाहिँ एकदम टाउको दुखेको थियो दिउँसोदेखि भन्नुभयो। त्यसो औषधि किन नखाएको भने चाहिँ अननेसेसरीली औषधि किन खाने अरे कि औषधि टाउको दुखेपछि त खाने हो नि त भनेर म कराएँ, झगडा गरेँ अनि जबरजस्ती औषधि खुवाएँ। औषधि खाएको एकैछिनमा उहाँलाई रिलिफ भयो अरे कि। किन जानी मान्छेले आफूलाई दुःख दिन्छन् कि, जब हेल्प लिने ठाउँ छ भने त हेल्प लिनु नि। यही गर्दै आज पनि अलमोस्ट 11 बजिसक्यो। बेडमा जाँदाखेरि यो छोरी मान्छेको काम चाहिँ कहिल्यै नसकिने है। मलाई 24 घन्टाको समय पनि नि अहिले एकदम पुग नपुग भएको छ कि। फेरि के हो काम पनि कहिल्यै भ्याइँदैन। यता पुछो उता पुछो, सफा गऱ्यो, भाँडा माझ्यो, अनि एउटा सामान उहाँ लगेर फाल्छ, अर्को सामान उहाँ लगेर फाल्छ छोराले है। त्यही मिलाउँदै राति 11 बजेको नि पत्तै भएन साथीहरू। थ्याङ्क यू फर वाचिङ माई भिडियो। डु सब्सक्राइब माई च्यानल।